बुढी एउटा कुरा भन्नु पर्यो। हाम्रो अफिसमा एकजना कर्मचारी चाहिएको थियो अनि एकजना नेताज्यूले पठाउनु भयो हैन, लेडिज कर्मचारी। अनि पठाउनु भयो हैन। अनि अब कर्मचारी चाहिएको थियो, कम्प्युटरमा बस्ने हैन, कम्प्युटर जान्ने हुनुपर्ने। तर मान्छे आइदियो कम्प्युटरमा केही पनि नजान्ने हैन, केही नजान्ने रहेछ। अब नराखौँ नेताजीको मान्छे, राखौँ त केही पनि जान्दैन हैन। अब यस्तो अवस्थामा अब के गर्नु, अब यसो सिकाइदिनु पर्यो भनेर मैले सिकाउनतिर लागेँ हैन। सिकाउनु पर्छ नि, त्यस्तो बिचारा केही नआएको छ भन्दा हेल्प गर्नुपर्छ नि त तपाईँले। त्यही भनेर मैले उसलाई हेल्प गर्नलाई सिकाइदिएँ। अब माउस पनि चलाउन नजान्ने, किबोर्ड पनि चलाउन नजान्ने हैन। अब सुरुमा मैले माउस कसरी चलाउने भनेर सिकाइदिनु पर्यो नि त। अनि मैले यसरी उसको हातमा मेरो हात राखेर अनि यसरी माउस चलाएर पहिले माउस चलाउने तरिका सिकाइदिएँ हैन। अनि त्यस पछाडि किबोर्ड चलाउन सिकाइदिएँ। अनि त्यस पछाडि अलिअलि गरेको मरिगए जान्दैन, आज पनि त्यही माउस चलाउन सिकाइदिएँ हैन। हिजो पनि त्यही सिकाइदिएँ, अस्ति पनि त्यही सिकाइदिएँ। ए तेरिका के भन्नुहुन्छ हौ? अनि हातमा हातै यसरी राखेर सिकाएको त? अनि त्यो माउस त अनि हातले नै यसरी क्लिक 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 गर्नुपर्छ नि त। अनि उसले त्यो पनि जान्दैन रहेछ। अब घरमा अब घर धन्दा गरेको मान्छे हैन, अब माउस चलाउन जान्दैन रहेछ। अनि माउस समाउन उसको हातमाथि हात राख्नु पर्यो नि त। अनि मैले सिकाइदिएँ नि त। त्यस्तो काम चाहिँ नगर्नु है, त्यस्तो काम चाहिँ नगर्नु नि। त्यो माउस हो कि के हो, त्यो हातमाथि हातै यसरी राखेर चलाउनु पर्दैन थियो होला हौ। ल हेर न, तिमी चाहिँ खाली रिसाउँछौ त। अब पुरा सकेको छुइनँ मैले। अनि माउसबाट सुरु गर्नु परेन त? अनि उसको हातमा हात राखेर गर्नै पर्छ त। अब के गर्नु, उसले माउस कता लेफ्ट क्लिक गर्ने कता राइट क्लिक गर्ने जान्नु परेन त? लु भो त्यो माउसमाथि माउस हात राखेर त्यसरी त हुँदैन। त्यो अफिस कसरी हुन्छ, अर्को सर गरेर जानु, अर्को सरले सिकाउँदा पनि हुन्छ होला। तपाईँ मात्रै हुन्छ त्यो अफिसमा एउटा सर, अरू चाहिँ हुनु न। खालि तपाईँले नै त्यस्तै जुड्दो रहेछ। लु अब सर्व भएर उता अर्कै ठाउँ जानु, त्यो त्यहाँनिर अर्कै सरहरूले सिकाउनु छ। लु भो अब हेर न, अब कहाँको कुरा कहाँ गरेर सरुवामा ल्याएर जोड्यो होइन। हेत्तेरिका तिमी त केही कुरा बुझ्दिनौ, खालि मलाई नेगेटिभ मात्रै तपाईँ त्यस्तै खोज्नुहुन्छ क्या। अनि त्यही भएर त्यही अफिसमा बसिराख्नुहुन्छ, त्यस्तै काम पाइन्छ भनेर म बुझ्दिनँ। होइन, म बुझ्छु नि। म त सहयोगी, एकदम सहयोगी। लु धेरै सहयोग गर्नु हुँदैन, परेको बेलामा सहयोग गर्नुपर्छ भन्ने भावना भएको मान्छे हो क्या म होइन। तिमीले चाहिँ लगेर कुरो जहाँ गयो भने त्यही एउटै कुरा मलाई जोड्छौ क्या तिमी। त्यो भयो तपाईँ चाहिँ मैले चाहिँ यो सहयोग गर्ने न्युमा अर्कैतिर मोडिराख्नु भएको छ जस्तो लागिरहेछ मलाई। त्यस्तो चाहिँ मैले मेरोबाट त्यस्तो नराम्रो सोचाइ कहिले पनि हुँदैन है। तिमी गलत भन्छौ कि खालि त्यो अफिसमा त्यत्रो सरदानामा तपाईँ नै हुनुहुँदो रहेछ है। तपाईँले नै त्यस्तै सहयोगी आउँदा रहेछन् सहयोग माग्नलाई। अब के लाग्छ त? आइलाग्छ। अब के गर्नु त? अब आइलागेपछि गर्नै पर्छ। तिमी अफिस सर मागिहाल्नु है, हुन्छ के भन्छौ